प्रकृति र प्रविधि को अन्तर सम्बन्ध नै जीवन हो। अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति संस्कृति र प्रविधिको प्रकृति र प्रविधिको के सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको मानव संसारको जगतको रक्षा र उन्नति गर्न सक्छ भन्ने उन्नति गर्न सक्छ भने अनिवार्य श्रम र श्रमदान अनिवार्य श्रम र श्रमदानको को अभियानले मात्रै देशको यो मात्र देशको अभाव र गरिबी उत्पन्न द्वन्द, लडाई विनाश र शान्तिको अन्त्य गर्न सकिन्छ भन्ने अन्त गर्न सकिन्छ भने राजनीतिक दर्शन अर्कवादलाई आत्मसात गर्दै वर्गवादमा आत्मसात गर्दै प्रतिनिष्ठा नैतिकता र देशभक्तिका साथ नैतिकता र देशभक्तका साथ उत्पादन र निर्माणको श्रमदान महाअभियानमा निस्वार्थ भावले लागिरहनेछु लागि पर्नेछु म हुँ श्रमदाता म हो श्रमदाता हेर्दिन म अरूको आश बन्दिन म जिउँदो लास सजाउँछु श्रमले परिवेश सजाउँछु श्रमले परिवेश बनाउँछु म आफ्नो देश बनाउँछु म आफ्नो देश हलो सरी जोतिन्छु म हलो सरी जोतिन्छु म हलो सरी जोतिन्छु म यही देशको माटोमा आत्मनिर्भर बन्छु म आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ हैन हेर्दा जो देखिन्छ त्यही हो देश बनाउने देखिन्छ उही हो देश बनाउने आफ्नो देश बनाउनु छ कसको आशा हेर्ने म हो श्रमदाता धन्यवाद थ्याङ्क यू भर्खरै यो हाम्रो वचनमा अन्तिम वाक्यले भने जस्तो ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने ऐना हेर्दा हामी कसलाई देख्छौँ यदि ऐना हेर्दा तपाईँ आफैलाई देख्नुहुन्छ भने आदरणीय दाजुभाइ दिदीबहिनीहरू यो देश बनाउने तपाईँ खुद हो है। अब हामी त्यो स्तरबाट जाग्नेछौँ त्यति नै तपाईँको पनि हो आदरणीय दाजुभाइ दिदीबहिनीहरू। साम्बाङले उसको भागको ढुङ्गा बोकोस् तपाईले आफ्नो भागको ढुङ्गा बोक्नुपर्छ। हर्क साम्बाङ जहाँ बस्छ त्यहाँ श्रमदान गर्छ तपाईँ दिगतेलमा बस्नुहुन्छ तपाईँ दिगतेलमा श्रमदान गर्नुहुन्छ। हामी रोएर बाँच्दैनौँ। अब विदेशी प्रभुलाई ढोकेर विदेशीको इसारामा चल्दैन यो देश तपाईँ हामीले चलाउनु पर्छ। तपाईँ हाम्रो आशा र आवश्यकता भावना अनुसार चल्नुपर्छ हो कि होइन? त्यो चेतनाका साथ अब हामी कहिल्यै पनि नदी नाउने गरी बिउजेका छौँ। म सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु, हार्दिक बधाई दिन चाहन्छु। अब तपाईँ हो श्रमदाता हो तिमी हौ यो देश बनाउने श्रमदाता हो तिमी नै हौ यो देश बचाउने।